सिराहाको विष्णुपुरमा युवाको सक्रियताले नहर सफा, किसानको खेतसम्म पुग्यो सिँचाइको पानी। सिराहा जिल्लाको विष्णुपुर गाउँपालिका 3 रजोखिर जोड्ने कमला सिँचाइ आयोजना अन्तर्गतको शाखा नहर लामो समयदेखि झारपात र फोहोरले भरिएर अवरुद्ध भएको थियो। यस विषयमा स्थानीयवासीले पटक पटक सम्बन्धित जनप्रतिनिधि तथा कमला सिँचाइ कार्यालयको ध्यानाकर्षण गराए पनि आवश्यक पहल हुन सकेको थिएन। धान रोपाईको महत्वपूर्ण समयमा नहर अवरुद्ध हुँदा हजारौं किसानका खेतसम्म सिँचाइको पानी पुग्न सकेको थिएन, जसका कारण किसान चिन्तित बनेका थिए। यही अवस्थामा स्थानीय युवा सन्तोष यादव र निरज मण्डलले अग्रसरता देखाउँदै आफ्नै पहलमा नहर सरसफाई अभियान सञ्चालन गरे। उनीहरूको सक्रियतापछि नहर सञ्चालनमा आएर किसानका खेतसम्म सिँचाइको पानी पुग्न थालेको छ। युवाहरूको यस उदाहरणीय कार्यप्रति स्थानीय किसानहरूले खुशी व्यक्त गर्दै प्रशंसा गरेका छन्। स्थानीयवासीले जनप्रतिनिधि तथा सम्बन्धित निकायभन्दा युवाहरूको सक्रियताले कृषि उत्पादनमा प्रत्यक्ष योगदान पुर्याएको भन्दै उनी